हुन नि सक्छ फेरि। ल रामु दाइलाई नमस्कार छ। अनि यहाँ काउनेका बाँदर र माथिका कताका बाँदर कुटुम्बन भन्नुहुन्थ्यो। यता हामीहरू कहाँका बाँदर जाने, यता सरादी बाङसिनतिरका बाँदर जाने कुटुम्ब रचन र यिनीहरूको जाने अब लिनदिन गर्न यताउति गर्नलाई अब चल्ने रहेछ बिहेबारी गर्नलाई। अनि के खान्छन् त यी बाँदरले? यताका अलि मोटा घाटा छन् कि कस्तो? यताका जाने यता अन्तका भन्दा हामीहरू कहाँ जाने यो खाइ खुराक जाने धेरै छ। अब यताउति जाने अब कहाँ जान्छन् र त्यही बेला फेर्सा पसम र आटिए गएर चामल हुन्छ कि मकैको झोली हुन्छ कि कस्तो के चिज हुन्छ त्यो चाहिने खाने खाएर अहिले अन्तका बाँदरभन्दा मोटा घाटा बाँदर अन्तका बाँदर चाहिने माखा हम्काने छन् भने हामीहरू कहाँको बाँदर माखा हम्काने छैनन्। हामीहरू कहाँ दाल भात तरकारी पनि उस्तै पारि जाने खाइराखेका छन्, मिलाएर खाइछन् चट्नी सेत। अनि तपाईँको बाख्रा एकचोटि बिहाउने अनि तुनी भएको थियो अरे, के भन्नुभएको थियो अरे नि? एक बजी चाहिँ अब बाख्रो न गराए दशाले हुन्छ न केले हुन्छ। अब जाने यसो 5 महिना तुनी आँखा नमिरेका पाठासाटा फाल्ने हेर्ने अनि खाना जाने मुललाई तिमीलाई जाने धेरै भोक लाग्ने। अन्त मैले त जाने घाँस पानी त तिमीलाई नहरी भन्यो ल खाऊ र तुवा त मैले भन्ने पर्ने कर्तव्य नै हो, तिमीलाई भनेकै हो। अनि के भन्नुभएको त तिनीलाई बाख्रालाई जाने खाऊ तुवा भनेको। ए अनि बाख्राले कस्तो सङ्केत दियो त त्यस्तो भन्दाखेरि? बाख्राले जाने सङ्केत त अब नबोल्ने भयो के अरे। अब मैले भने ऊ बोलेन, अब बुन्न के अब खाऊ तुवा अब जाने अब पुरा महिना नि जाने बिहान हौ पढे तुयौ खाऊ र तुवा धेरै नगाह्रो। अनि बिरालो आएर तपाईँको ऐना बसेछ। अनि तपाईँ भैँसी दुहेर आम्दाखेरि अनि के भन्नुभयो अरे? भैँसी दुहेर आम्दाखेरि त चाहिँ अब मेरा पुछारमा जाने वरिपरि जाने अब पुछारले जाने डोलाम्दै थियो बाल्टी जब जाने दुधको बाल्टी देखेर र जाने अब त त्यति आत्तिएको रहेछस् एउटा घाँस ल्याउने अब रुखा जाने यसो झापुसापु हरियो फाल्ने अर्ने अरे पनि जाने यसो पुछारले डोलाम्ने अर्ने यताउति अर्न पनि सुहान्तो। अब तेरो उपति केही छैन कतिखेर जाने ए बुढा दुध ल्याम्छ र पुछार डोलाम्छ र खाना दिन्छस् भनेर जाने पुछार डोलाम्छस्। अर्काले ठिक्क पार्दै खाने यस्तो अहिले पनि। अब आटिया गएदेखि मुसा जाने अब कति मुसा थिए त्यही मुसा जाने तर राका भए यता पुछार डोलाम्नै परेको थिएन। अनि त्यसो भन्नुभयो? अनि त्यसो भन्दा कस्तो सङ्केत दियो? सङ्केत त चाहिने अब चाहिँ अब कतिखेर दुध दिन्छन् भनेको छ चाहिने बसेकै छ त्यसलाई केही हेर्नु परेको छ। अब दुध भान्से जाने बिरालो भएर भन्छन् दुध कस्ति हेरेर ल्याइछन् क्याएर ल्याइछन् भन्ने त्यसलाई जाने थाहै छैन त्यो बिरालोलाई। म्याउ म्याउ अरे भयो पुछार डोलाए भयो